Hello guys, welcome back to our YouTube channel. तपाईहरु सन्चै हुनुहुन्छ? हामी सन्चै छौं। आज चाहिँ हामी तोरीबारी घुम्दै पर टडेलमा जान लागेको तरकारी लिन। तरकारीवाला मान्छे नै छैन जस्तो छ आज। आज तरकारी खाइँदैन जस्तो छ हामीले। है साने? हो नि? खान्छ त तरकारी साने? ओइ पुन्टे दाइ आज तरकारी खाइएला जस्तो छैन है। आज हामी साथीहरू हाम्रो बुढिया फर्केर आइसके जस्तो छन्। तपाईले के तरकारी खानुभयो? हामी त कौली खोज्न गएको मान्छे नै छैन जस्तो छ टडेलमा। टडेलमा मान्छे छैन? टडेलमा मान्छे छैनन्? टडेलमा के टडेलमा हैन छैन रे साथीहरू। हाम्रो आमा फर्किसके। यो चाहिँ हाम्रो तोरीबारी हो। त चाहिँ मुस्रो छरेछ यो टडेलो। टडेलमा मान्छे छैन रे। आज तरकारी हाम्रो खाइ होला जस्तो छैन साथीहरू। आज हामी तरकारी खाँदैन, आज हामी दाल भात खान्छौँ जस्तो छ। यो पुन्टेले चाहिँ अन्डा खाएर आएको हो। आजको मर्निङ भ्यू यस्तै देख्छ हाम्रो घरतिरबाट त। खासै राम्रो देख्दैन। यस्तै छ हौ साथीहरू। अनि हामी चाहिँ घर फर्कियौँ। टडेलमा केही पनि नपाइन्छ। बुढियामा टुइटी लाएर हिँडे। बुढियामा हिँडेपछि अब हामी पनि फर्किनु पर्यो हैन त साथीहरू। बुढियामाले के भन्नुभयो बुझ्नु भयो? बुझ्नु भएन नि? यहाँ चाहिँ बिचमा तोरी देख्नु भएन नि? त्यो चाहिँ पानी तालेर तोरी नभएको रे हाम्रो बुढियामाले भन्नुभएको। हाम्रो बुढियामा भन्दा छिटो हिँड्नुहुन्छ। यहाँ हाम्रो पुन्टे दाइ यसरी घोप्टेर हिँड्नुहुन्छ। अनुहार नि देख्न गाह्रो छ उसलाई। यहाँ चाहिँ हाम्रो आलुबारी, केराउबारी, आलुबारी, तोरीबारी छ। ल है साथीहरू, अघि हामी टडेलमा केही पनि पाएन, मतलब मान्छे नै थिएन नि त। अनि त्यही भएर अहिले चाहिँ हामी ब्याक टु साग भइसक्यौँ है। म चाहिँ यहाँ साग टिप्न लाग्यो। यो चाइनिज साग के यो लामोवाला। म भोइस चाहिँ किन यस्तो भएको भन्नुहुन्छ भने मेरो रुगाले हैरान पारेको छ मलाई चाहिँ। यस्तो राम्रो साग छ हो हाम्रो घरमा चाइनिज साग। तर के गर्ने, दिनकै साग खाना नि त झ्याउ लाग्छ नि त मान्छेलाई। त्यही भएर टडेलमा तरकारी खोज्नु गएको मान्छे नै नरहेछ। त्यही हो। फाइनल्ली मैले चाहिँ यति साग टिपेर भ्याएँ साथीहरू। अब यसमा चाहिँ अब बुङ्गुरको मासु त त्यस्तै हो। अब भट्टा हालेर पकाएर खाने हो। कोही कोहीलाई मनपर्छ साथीहरू कमेन्ट गर्नु है। हामीलाई त ठिकै लाग्छ, त्यस्तो त्यो वाउ पनि लाग्दैन, छ्या पनि लाग्दैन। काम चलाऊ। तोरीबारीको सिन। यो हाम्रो घरमा चाहिँ मेवा नि पाके छ, सबै खाइदियो के उसले, चराले। जाडो महिना छ, मेवा खान नि के खानु है, कहिले काहीँ चाहिँ खाइन्छ पनि। ओ आमाई के गरे हो? कपाल गरिछु घाम तापेर। ए तिम्रो तोरीबारी हो? तिमी कति वर्ष भयो रे आमाई? 90 वर्ष भयो। 90 वर्ष? अनि तरुनी छौ त? पुन्टे भात खायो? यिनीहरूको हजुरआमा नाति मिलेर भात खान्। उसलाई खान जो आधा चम्चा हान। जम्मा आधा चम्चा काले बुढोले भात खाने। हाम्रो घरको काले बुढोले भात खाने आधा चम्चा हो रे। हेलो साथीहरू, हामी चाहिँ बाख्रा हेर्न जान लागेको। बाख्रा चाहिँ मम्मीले लगिसक्नु भएको छ है। सानो कहाँ जान लाग्यो रे?
हाई पाएको छ त हजुरलाई त निन्द्रा लाग्को छ बाबा आम्मै कुछु आम्मा बाबा हामी चाहिँ बाख्रा हेर्न जान लाग्को बाख्रा चाहिँ मम्मीले लिएर जानुभएको छ ऊ पर ऊ त्यहाँ पर चाहिँ बाटो फनानन घुमेर जानुपर्छ हामीलाई त टाइम लाग्छ हामी ढिलो हिँड्छौँ त्यही भएर हामीलाई टाइम लाग्छ हजुर पुन्टे दाई साथीहरू खाजा खानुभयो हामी त बाख्रा हेर्न जान लाग्यो भर्खर यो पुन्टेलाई सुताएको सुत्दै सुतिन के भन्दैछ हौ बुझ्दिनँ म त यसको आफै बोल्दैछ एक्लै के भन्दैछ खै कुनि तोरी हेर्नु गाइस तोरी फलिसक्यो हाम्रोतिर कति भर्खर फुल्दैछ हामीलाई त टन्नै टाइम लाग्छ हिँड्नै नसकेर या थाकेर हाय यहाँबाट तल मर्स्याङ्दी छ साथीहरू फाइनल्ली हामी चाहिँ अब आइपुग्नै आँट्यौँ पुग्यौँ इस यता फेरि बाउ कि बाउ भन्दैछ बाख्रा देखेर रमाउने मान्छे चाहिँ मर्स्याङ्दी नदी सानो देख्यो होला म चाहिँ यहाँ धेरै माथि छु क्या त्यही भएर सानो देख्यो त्यही पनि फेरि यो अहिले त माघ पुस हो नि त त्यही भएर नि होला नि अलि सानो देखेको छ फेरि माथि पनि छु कि आवाज त सुने छैन होला मेरो है हेर्न सक्नुहुन्छ मर्स्याङ्दी नदी हो म चाहिँ यहाँ बाख्रा हेर्न आएको क्या मम्मीसँग एकैछिन बाबुलाई बाख्रा हेर्ने भनेर नसुतेर अनि त्यही बेला अब यस्तो तपाईँहरूलाई मर्स्याङ्दी पनि देखाइदिउँ भनेर मर्स्याङ्दी नदी कतिले देखेको नि हुँदैन त नभन यसो दिएको जुम गरेर खिच्यो भने त अलिक धेरै हल्लिँदो रहेछ है जुम नगर्दाखेरि अलि हल्लिँदैन रहेछ जुम गऱ्यो भने अलि हल्लिँदो रहेछ यो चाहिँ पारी पाखा हो कि मेरो मोबाइल त्यस्तो राम्रो वाला मोबाइल छैन नि त अनि त्यही भएर कस्तो किरिक देखियो भाइ यो चाहिँ पारी पाखा हो हाम्रो घरबाट पारी देखिने दृश्य भनेको गाउँ भने नि यही मात्र हो डाँडा काँडा हरियाली डाँडा काँडा देखिन्छ के
भन्नु त अब केही भन्न नि आउँदैन, भ्लग बनाउन नि आउँदैन। भर्खर सुरु गरेको गर्छु नि बनाउँछु, फेरि भिडियो बनाउँछु अनि फेरि कस्तो कस्तो लाग्छ क्या पोस्ट गर्न नि। आवाज चाहिँ राम्रो छैन नि त, अनि त्यही माथि नि फेरि क्यामेरा नि त्यस्तो राम्रो वाउ छैन, अनि त्यही भएर नि भिडियो बनाउनु खासै मन लाग्दैन क्या। भिडियो बनाउन भन्दा नि बनाउन चाहिँ मन लाग्छ, आउँदैन पनि त्यस्तो एङ्गल के भन्छन् नि त्यस्तो मिलाउन पनि आउँदैन। फेरि क्यामेरा पनि आफूसँग त्यस्तो वाउ छैन नि त, एन्ड्रोइड हो। अनि त्यही पनि पानीमा फसेको थियो कि अस्ति नै मेरो यो फोन, त्यस्तो राम्रो छैन क्या क्यामेरा क्वालिटी। अनि त्यही हो, के भन्ने त, भिडियो बनाउन मन लाग्छ, के बनाउने हुन्छ, कन्टेन्ट भन्छन् के भन्छन्, आफूलाई त्यही केही थाहा छैन, केही आउँदैन, एडिटिङ गर्न नि आउँदैन, केही आउँदैन। एउटा टाइटल थम्बनेल के भन्छ त्यो त बनाउन आउँदैन मलाई, के राख्ने एक दुई दिन भ्युज आउँछ, राम्रो भ्युज आउँछ, फेरि हराइहाल्छ भ्युज। यो फुल चाहिँ मेरो मायालाई रेख्या छ, मेरो बुढालाई अनि मेरो प्यारो भ्युजहरूलाई, जसले मेरो भिडियो राम्रो भयो नि नभए नि हेरिदिनुहुन्छ नि त, लाइक गरिदिनुहुन्छ। कसैले चाहिँ अब लाइक नगरे नि यसो हेरेर जानुहुन्छ, भ्युज त देखिन्छ नि त, लाइक नभए नि त्यो पनि खुसी लाग्दो रहेछ क्या। हामी अब नयाँ भर्खरको स्टार्टिङ युजरहरूलाई त क्या त्यही भए पनि कति खुसी लाग्ने क्या, लाइक नआए पनि केही मतलब नलाग्ने, अब भ्युज मात्र आयो भने पनि क्या खुसी लाग्ने क्या। भोइस नि राम्रो छ नि, त्यही माथि नि झनै रुगा लागेर खुकी लागेर यो भाइरल ज्वरो रुगा खुकीले हालत खराब बनाएको छ हो साथीहरू। मेरो त हालत खराब भएको छ, बोली नि सुनिहाल्यो कि सुनाएन खै, मसँग गराएर बोल्न त म बोलिरहेको छु, अब सुने कि सुनेन त्यो चाहिँ मलाई थाहा भएन। ल मर्स्याङदीको सिन चाहिँ यति नै है, यो धेरै देखायो भने फेरि तपाईँहरूलाई फेरि जाडो महिनामा त त्यस्तै हो, गर्मी महिनामा पौडी खेल्न आम लाग्ला, नचिनेको हुनसक्छ। गफ हान्दिनँ नि, फेरि गफ हान्न पनि आउँदैन यार, कस्तो मान्छे होला म। गफ हान्न त आउनु नि, अरू चाहिँ जस्तै भयो नि नआयो नि, त्यो पनि छैन यार, जिरो। हाम्रो बाजा अघि बाजा थियो, अहिले फेरि बाजा भने हाम्रो बाख्राहरू घामले गर्दा कस्तो देखेछ नि, हाम्रो बाख्राहरू चरिरहेको छ। पुन्टेर मम्मी बाख्रा दबाउँदै। हाम्रो बाख्राहरू चरिरहेको छ, बाख्रा देख्नुहुन्न होला तपाईँले राम्रोसँग, बाख्रा ठुलो छैन नि त, त्यही भएर भन्दा नि मोबाइलबाट फेरि बाख्रा सानो देख्दो रहेछ क्या, जो चिजहरू पनि सानो। यो चाहिँ हाम्रो बाख्रा अनि म चाहिँ गोठालो, कस्तो राम्रो देखेको भाइ, हरियाली। यिनीहरूलाई कुच्चोको पात मन पर्दो रहेछ क्या, कुच्चोको पात बेच्दरी खा। कता उता जाने, उता जाने। ला 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 ला। आजको दिन यसरी नै बित्ला जस्तो छ। बाख्रा हेर्दा 3 बज्न आँटिसकेको छ भाइ, अघि भर्खर आएको। बाख्रा गोठालो हामी त, बाख्रा गोठालो। मर्स्याङदी
नदी बाई भनेछ न बाई बाई कान्छी छोरी बाई भर्खर हेरेर अब गएर जान लाग्यो टिचर त बाई भन् बाई 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 हामी चाहिँ घर गएको अब बाख्रा हेरेर भ्यायौँ हामीले सुगर अरे के पुन्टेले घरबाट ल्याएन त्यही भएर हामी घर जान लागेको है सानो तोरी खाएर आएको अहिले तोरीको फुल खाने मान्छे को हो म भन्छे अझै म भन्छु भाइ आइरे कस्तो नराम्रो मान्छे हो अब घर गएर खाजा बनाएर बुढी आमालाई दिएर हामी पनि खानुपर्छ यो पुन्टेलाई फेरि छुट्टै लिटो पनि पकाइदिनु पर्छ तनाव फेरि खाँदैन यति झन्झट छ यसलाई खुवाउन यसलाई खुवाउन जस्तो गाह्रो त केही छैन तोरी वाह कस्तो दामी हुन्छ आजको भ्लग चाहिँ यतै इन्ड गर्नु पर्ला जस्तो छ भाइ थ्याङ्क्स फर वाचिङ आवर भिडियो रहेछ आजको भिडियो चाहिँ यतै इन्ड गरिदिएँ है मैले के बनाउनु त केही बनाउनु आउँदैन भिडियो बोल्नु नि आउँदैन यस्तो हो पारा हाम्रो बच्चा बोक्यो डुल्दै हिँड्यो ल त साथीहरू आजको भिडियो यतैतिर विसर्जन गरेँ मैले भोलि पर्सितिर एउटा भिडियो लिएर आउँछु फेरि फट्याफुट्टु कहिले काहीँ हुन्छ